हेलो वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी आरएमसी ब्लग। अहिले सबैजना सन्चै हुनुहुन्छ होला होइन। म पनि एकदम आराम कुशल छु अनि हजुरहरू पनि एकदम सन्चै हुनुहुन्छ होला भन्ने अब आशाको साथ होइन। म चाहिँ अब यहाँ ट्याक्क आज चाहिँ यहाँ फर्निचरको सामान चाहिँ होइन के अरे अर्डर आएको थियो अनि हामीले चाहिँ अब यो सामानहरू चाहिँ यसरी पठाएको छौँ होइन। अनि पठाइसकेपछि चाहिँ अब हामी चाहिँ मिस्त्री अनि म होइन अनि अरूहरू चाहिँ फिट गर्नको लागि चाहिँ हामीले अघि नै पठाइसकेका छौँ भने अनि अहिले चाहिँ अब हामी अब त्यहाँ मिस्त्रीहरूलाई लिन पनि जान्छौँ होइन। अनि अनि के कस्तो डेकोरेसन भइरहेको छ हाम्रो सामानहरूको होइन, कस्तो चाहिँ अब म्याच गरिरहेको छ भन्ने कुरा चाहिँ होइन तपाईँहरूलाई देखाउँछौँ। र सबैजनाको लागि पनि अब यस्तै डेलिभरी पनि हुन्छ है हाम्रोबाट चाहिँ। हजुरहरूले डेलिभरीको टेन्सन गर्नु पर्दैन, चिन्ता लिनु पर्दैन। सो त्यही हो गाइज है। अलिकति अब अहिले म जाँदैछु। सो यहाँ चाहिँ अब हामी चाहिँ लुगु जान लागेको हो होइन खासमा चाहिँ। अनि एकजना हाम्रो सर चाहिँ अब अगाडि हुनुहुन्छ होइन। सो अब उहाँ चाहिँ अब कहाँ पुगिसक्नुभयो क्या। म चाहिँ अब यहाँ भिडियो बनाउनको लागि अब बाइक स्लो गरेँ होइन। सो त्यही हो अब उसलाई त म भेटिहाल्छु भेट्न त होइन। अब कहाँ पुग्छ भने थाहा हुँदैन होइन। अनि सो त्यही नै हो है। अब के कस्तो हुन्छ हेरौँ। अनि आजको क्लाइमेट चाहिँ एकदम बवाल छ भनौँ न होइन। चिसो चिसो मौसम होइन। अनि पानी पर्ला जस्तो नि भइरहेको छ तर पानी चाहिँ परिरहेको छैन है। तर पानी पऱ्यो भने चाहिँ अझ बेस्ट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। किनकि पुरा चिसो मौसममा होइन आनन्द लिँदै टक्क होइन भिडियो बनाउँदै हिँड्न पनि मजा आउँछ नि त। सो अहिले चाहिँ म अब एक्लै छु भनौँ न होइन। अनि एकजना चाहिँ अगाडि गइसकेको छ अनि अब उसलाई भेट्छु होइन। भेटिसकेपछि अनि कहाँ जाने हो के गर्ने हो होइन, कुन घरमा अब अर्डर आएको छ त्यो घरमा चाहिँ हामीले अघि नै अब भनौँ न उनीहरू चाहिँ अब 2 घन्टा अगाडि नै गएको। हामी चाहिँ अब सो हेर्नको लागि हिँडिरहेको छौँ है के कस्तो डेकोरेसन भयो भनेर। अब हजुरहरूलाई पनि देखाउनु पऱ्यो नि त। अब सामान मात्रै पठाएर भएन, सामान पठाइसकेपछि अब के कस्तो हुन्छ होइन, अब डेकोरेसन कस्तो हुन्छ भन्ने कुरा त देखाउनु पऱ्यो। सो त्यही नै हो है। अलिकति क्लाइमेटले चाहिँ साथ दिइरहेको छैन भनौँ न होइन। अनि अहिले चाहिँ लगभग 7, साढे 7, 8 बज्न लाग्यो होइन। सो अब हामी त्यहाँ गएर देखाउँछौँ होइन के कस्तो हुन्छ। त्यही नै हो गाइज है। अनि त्यसपछि हाम्रो 12को इक्जामहरू पनि चलिरहेको छ। अनि उहाँहरूलाई चाहिँ म एकदम बेस्ट अफ लक भन्न चाहन्छु। दामी इक्जाम दिनु होला होइन। किनकि अब भविष्यको कर्णधार भनेको चाहिँ अब होइन अब अहिलेका युवाहरू त हो नि। सो होइन अब अनि हामीले भोट हाल्दाखेरि चाहिँ म चाहिँ के भन्छु भने होइन भोट हाल्दाखेरि चाहिँ हामीले बुढापाका मान्छेहरूलाई चाहिँ दिनु भने क्या गाइज होइन। अब त हामी पनि बुझ्दै भइसक्यो नि त। अब चाहिँ युवाहरूलाई चाहिँ हामीले भोट दिएर जिताउनु पर्छ। सो अनि त्यसपछि हाम्रो देश पनि बन्छ जस्तो लाग्छ होइन। किनकि अब हजारौँ मान्छेहरू अब खाडी देश होइन, खाडी नभनौँ न देश विदेश जानु भएको छ होइन। किनकि नेपालमा केही सम्भव भइदिएको भएदेखि उहाँहरू अब विदेश जानु हुँदैन थियो होला सायद होइन, मलाई चाहिँ त्यही लाग्छ। सो त्यही भएको कारणले चाहिँ अब हामीले भोटको लागि पनि होइन अलिकति म चाहिँ अब भन्न चाहेँ होइन। तर मलाई पनि पोलिटिक्स बारेमा चाहिँ अब त्यति खासै अब जानकारी चाहिँ छैन होइन गाइज। अब त्यही पनि होइन भनिदिएको अब यस्तो यस्तो हो भनेर होइन त्यो चाहिँ गर्नुपर्छ हामीले मिलेर हान्नुपर्छ है। अनि खोइ त म त साथीले भेट्दिनँ यहाँ कहाँ पुगिसक्यो भने मेरो कुलेन चलिसक्यो बाइकमा होइन। अलिकति अब भनौँ न यसको चाहिँ अब अलिकति होइन यो चाहिँ अब अस्ति भर्खर मैले फ्यान पनि चेन्ज गरेको नि त। पहिला अब अलिकति दुःख दिइरहेको हुन्थ्यो सो होइन। त्यही भएको कारणले गर्दाखेरि मैले फ्यान पनि चेन्ज गरेको थिएँ। अनि हाम्रो एनएस बाइकको चाहिँ भनौँ न 6,000 होइन 6,500 चाहिँ फ्यानको लिँदो रहेछ है। सो यो पनि मैले जानकारी दिएँ। अनि त्यसपछि मेरो चाहिँ डिजिटल पानीमा डुबेर गएको हो। सो होइन त्यो 11, 12, 13 गते पानी आइरहेको थियो नि त, रेगुलर पानी आयो। अनि त्यसपछि राखेकै ठाउँमा चाहिँ होइन 2 दिनसम्म चाहिँ यो पानीमा डुबेको हो। त्यही भएर पानीले गर्दाखेरि चाहिँ डिजिटल गएको है। मैले चेन्ज गर्छु भनेको तर मैले चेन्ज गर्न पनि पाएको छैन नि त। सो त्यही भएर हो है। तर चेन्ज गर्न पाएको चाहिँ नपाएको होइन कि, तर मलाई चेन्ज गर्छु भन्दा वा बाबा साथी यहाँ रहेछ है। सो बिस्तारै बिस्तारै गाडी बाइक छ होइन। के भयो त्यो चल्थ्यो डुबी क्या स्पिड हान्नु क्या है, स्पिड हान्नु। तर अहिले यस्तोमा हान्नु हुँदैन क्या किनकि आफ्नो ज्यानको पनि होइन माया राख्नु पऱ्यो नि त। सो कुद्न त कुदि नै हाल्छ होइन। उसको टिफन छ मेरो एनएस छ होइन। तर कुद्न त उस्तै कुद्छ होला सायद होइन कुदायो भने। तर म त्यहाँ भिडियो बनाउने चक्करमा बिस्तारै हिँडिरहेको छु। त्यही पनि अब स्पिड चाहिँ हान्नु हुँदैन भनौँ न। अब अहिले बाटो पनि खाली भइसकेको छैन नि त। अब 11, 12 बजीतिर हो भने चाहिँ बाटो खाली हुन्छ। सो त्यतिखेर चाहिँ हान्न मिल्छ होइन स्पिड पनि। तर यस्तो बेला चाहिँ हान्नु हुँदैन है किनकि यस्तो बेला चाहिँ अब मोडहरू धेरै हुन्छ। अब नेपालको बाटो हजुरहरूलाई थाहा छ होइन। सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ म के भन्छु भने स्पिड चाहिँ नहान्नु होला होइन। तर खुल्ला छ भने हान्दा भयो, तर नत्र भने हानेर काम छैन। यसरी खाल्टोमा पसिन्छ होइन। अनि यसरी यो के भन्छ हेलमेटको के अरे के भन्छ यार हेलमेटको सिसा लाग्छ होइन सिसा त्यही नै हो गाइज है। जस रमाइलो भइरहेछ राइडिङमा होइन।
कता हो ए यतै रहेछ यार उसले त बाइक उतै हाल्यो होइन अब म पनि बाइक यहीँ हाल्छु सो होप गाइज है सबैजनाले अब सपोर्ट गर्नु पऱ्यो सब्सक्राइब हान्नु पऱ्यो होइन आरएमसी ब्लगलाई 13,000 सब्सक्राइब पुऱ्याउनु भनेको हजुरहरूले अब खै सपोर्टै गर्नु भएन जस्तो लाग्यो सो त्यही भएको कारणले गर्दा लहरो तान्दा पहरो आउँछ भनेर हो क्या हो त्यही हो गाइज है अब हामी चाहिँ सो भित्र गएर देखाउनेवाला छौँ होइन यहाँनिर ट्याक्क हामी यहाँ बाइक यहाँ राख्छौँ घर चाहिँ यो जस्तो लाग्यो सो यस्तो कुलेन चल्छ क्या सुन्नु भएन अब दामी है होइन फ्यान त चल्नु पऱ्यो न त फेरि एनएसमा आगो लाग्छ देखिराख्नु भयो होला होइन यत्तिको फ्यान चल्नु पऱ्यो मखन सर अनि के छ हाल खबर कस्तो लागिरहेछ राइडिङ मजा आयो सो त्यही नै हो गाइज है अब हामी चाहिँ भित्र गएर देखाउँछौँ होइन अब यहाँ हेरौँ के कस्तो रहेछ है त अहिलेको लागि बाई बाई सो गाइज है हामी चाहिँ फाइनल्ली अब यहाँ आइसकेको छौँ होइन अनि हाम्रो घरबेटी दिदी चाहिँ उहाँ नै हुनुहुन्छ अनि यहाँनिर अनि उहाँहरूले चाहिँ अब यी दुईजनाहरूले चाहिँ होइन यहाँनिर सेट गरेको दराजहरू चाहिँ सो त्यही नै हो गाइज है अनि यहाँनिर चाहिँ बवाल भइरहेको छ है यो भित्ताको यो देखिराख्नु भएको छ यो दराज पनि हामीले फिट गरेको होइन अनि यतापट्टिको खाट यो खाट पनि होइन हामीले नै गरेको जस्ट डेकोरेसन हामीले नै गरिदिन्छौँ है आएर सामान सहित अनि यो खाट पनि हेर्नुहोस् कोठाको स्वभाव नै अब के भन्छ दामी भइरहेको छ है अनि अब हेर्नुहोस् अब अर्को रुममा पनि दराज छ ल बाई बाई आन्टी है अब हामी लागेको रे क्या सो गाइज है डेकोरेसन त हेरिहाल्नु भयो के कस्तो लाग्यो अब हामी चाहिँ फर्किसक्यौँ होइन अब यहाँ फर्किन लागेको अनि यहाँ पछाडि चाहिँ हाम्रो घरबेटी अङ्कल पनि हुनुहुन्छ है अनि हामी चाहिँ उहाँ चाहिँ अब फर्निचरको साउ भयो है अब उहाँले उसको काम एकदम बेस्ट लागेको छ नि ठिक छ होइन खुसी हुनुहुन्छ नि होइन अस्ति अरू यो चाहिँ कसले भनेको आउँछ 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 भनेर अरूलाई चाहियो भने पनि हाम्रो काम जति कामको लागि जस्तो सुरु भए पनि कुनै टेन्सन छैन अनलाइन मात्रै भेटायो होइन अनलाइनबाट भेटा हो क्या अनि म भएन भने खोज्दाखेरि लास्ट ल हाम्रो सर एकदम खुसी हुनुहुन्छ हाम्रो काममा ल भोलि आउनु है ओइ भाइ निस्किँदा त एउटा मलाई उता पनि यस्तै होला भनेर सोचिरहेको हिँड मक्खन हिँड
बस्नुहोस् ल गाइज सबै कुराहरू मैले देखाइसकेको छु होइन डेकोरेसन सहित अनि त्यसपछि हामीले कसरी डेलिभरी गर्छौँ होइन के गर्छौँ भन्ने कुराहरू चाहिँ देखाइसकेको छु अनि हामी फर्कि पनि सकेको छौँ होइन अब चाहिँ अब हामी जाँदैछौँ होइन घरतिर अनि डेकोरेसनहरू भइसक्यो सो हजुरहरूले पनि अब अर्डर गर्नु पऱ्यो भने होइन हजुरहरूलाई मैले नम्बर छोडिदिरहेको छु नेक्स्ट भिडियोमा पनि छ मैले योभन्दा अगाडिको भिडियोहरू पनि हालिरहेको छु हजुरहरूलाई खाटदेखि लिएर दराजदेखि लिएर होइन कुन भेराइटी कुन चाहिँ अब क्वालिटीको मनपर्छ होइन कस्तो खालको मनपर्छ हजुरहरूले भने जुन चाहिँ अब बनाएर हजुरहरूसम्म चाहिँ पुर्याउने अब डेलिभरीको पनि व्यवस्था रहेको छ सो त्यही नै हो गाइज है अनि तपाईँहरूले अब के कस्तो चाहनुहुन्छ होइन के कस्तो लाग्यो यसो कमेन्ट छोडिराख्नु होला हजुरहरूलाई चाहिन्छ भने यस्तो नम्बरमा कल गर्नु होला हजुरहरूको घर दैलोमा आउने छ भन्न चाहन्छु होइन सो त्यही हो गाइज है अनि आजको भिडियो चाहिँ यही नै हुनेछ किनकि आजको चाहिँ एक्स्ट्रा भिडियो हुनेवाला छ अनि म चाहिँ एउटा कुरा के भन्न चाहन्छु भने हजुरहरूलाई चाहिँ होइन मैले एउटा राम्रो भिडियो हाल्दाखेरि चाहिँ होइन हजुरहरूले अब हेरिदिनुहुन्न अनि यस्तो नराम्रो भिडियो हाल्यो भने चाहिँ ओ माई गड होइन भ्युज पनि जान्छ होइन सो त्यो नगरिदिनु होला अनि हजुरहरूले बिग फ्यान भन्दै आउनुहुन्छ होइन अब बिग फ्यानहरूले त अब सधैँभरि अब सपोर्ट गर्नु पऱ्यो नि त होइन तर त्यो चाहिँ मेरोमा हुँदैन तर हजुरहरूले सपोर्ट गर्नु होला है त